नमस्कार साथीहरू, आज हामीहरू तपाईहरुको सामुन्ने 15 मार्क्सको लङ क्वेशन बीबीएस फोर्थ इयर अन्तर्गत कमर्सियल बैंक म्यानेजमेन्टबाट लिएर तपाईहरु सामुन्ने उपस्थित भइसकेका छौं। आशा छ यस भिडियोले तपाईहरुलाई आउँदो एक्जामका लागि सहयोग पुग्नेछ भन्ने अपेक्षा लिएका छौं। आउनु सुरु गरौं। कमर्सियल बैंक भनेको चाहिँ के हो भन्दाखेरिमा राष्ट्र बैंक इज द सेन्ट्रल बैंक अफ एनी कन्ट्री। राष्ट्र बैंक भनेको कुनै पनि देशको एउटा सेन्ट्रल बैंक हो। त्यो जुन चाहिँ सेन्ट्रलमा हुन्छ त्यही राष्ट्र बैंकले क्लासिफिकेसन गरिदिन्छ ए बी सी डी भनेर। हाम्रोमा यो चाहिँ कमर्सियल बैंक भनेको ए क्लासमा पर्छ, त्यसलाई हामी कमर्सियल बैंक भन्छौं। र यो कमर्सियल बैंकको हाम्रो चाहिँ के हुन्छ भन्दाखेरिमा पेड अफ क्यापिटल, चुक्ता पुँजी, क्यापिटल कस्तो छ त, क्यापिटल कति हुनुपर्दछ, क्यापिटलका प्रकार कस्ता छन्। क्यापिटल भनेको चाहिँ यस्तो कुरा हो कि कुनै पनि संगठनमा विथआउट क्यापिटल कुनै पनि संगठन रन हुन सक्दैन। भन्नुको मतलब क्यापिटल इज द लाइफब्लोड अफ एनी बिजनेस अर्गनाइजेसन। इट इज द ब्याकबोन अफ द अर्गनाइजेसन। फर द सक्सेसफुल्ली रन देयर शुड बी द प्रपर म्यानेजमेन्ट अफ द क्यापिटल। एउटा कुनै पनि संगठन राम्रोसँग चल्नका लागि, त्यो संगठनले उद्देश्य प्राप्त गर्नका लागि र संगठनमा रहेका स्रोत साधनको उचित र व्यवस्थित प्रयोग गरेर उद्देश्य हासिल गर्नका लागि क्यापिटललाई राम्रोसँग प्रयोग गर्नुपर्ने हुन्छ भन्ने चाहिँ। अब क्यापिटलहरू कति प्रकारका छन् त भन्ने कुरा हामी हेरौँ। क्यापिटल कति प्रकारका छन् भन्दा क्यापिटल दुई प्रकारका छन्। एउटा हो देयर आर टू टाइप्स अफ क्यापिटल, एउटा हो टायर 1 क्यापिटल, एउटा हो टायर 2 क्यापिटल। टायर 1 क्यापिटल भनेको यस्तो क्यापिटल हो जुन क्यापिटल वास्तविक मालिकहरूको पैसा हो। कम्पनी रहिरहने बेलासम्म इन्फाइनाइट पिरियड अफ टाइमसम्म त्यो रहन्छ भने द्याट इज टायर 1 क्यापिटल। टायर 2 क्यापिटल सप्लिमेन्ट्री क्यापिटल हो। यो केही समय अवधिका लागि लिइन्छ, त्यसलाई हामी के भन्छौँ सप्लिमेन्ट्री क्यापिटल भनेर भन्छौँ। टू टाइप्स, टायर 1 टायर 2। टायर 1 कोर क्यापिटल, टायर 2 सप्लिमेन्ट्री क्यापिटल। कोर क्यापिटल भनेको वास्तविक मालिकहरूको पैसा हो, वास्तविक लगानीकर्ताहरूको, वास्तविक शेयर होल्डरहरूको, मालिकहरूको, त्यहाँ जसले ओनरसिप जनाछन् तिनीहरूको पैसालाई हामी के भन्छौँ टायर 1 क्यापिटल भनेर भन्छौँ। कोर क्यापिटल भनेर भन्छौँ भने टायर 2 क्यापिटल भनेको सप्लिमेन्ट्री क्यापिटल हो। एउटा निश्चित अवधिका लागि के गरिएको हुन्छ, लिएको हुन्छ, त्यसलाई हामी के भन्छौँ सप्लिमेन्ट्री क्यापिटल अर्थात् टायर 2 क्यापिटल भनेर भन्छौँ। भने आउनुहोस् एकचोटि मिनिङ हेरौँ। क्यापिटल which has not a fixed maturity year is called core capital। हेर्नुहोस् त, फिक्स्ड के हुँदैन, फिक्स्ड मेच्युरिटी हुँदैन अरे। अनन्त अनन्त पिरियडसम्मका लागि हुन्छ, इन्फाइनाइट पिरियडसम्मका लागि हुन्छ। कम्पनी जबसम्म रहिरहन्छ, संगठन जबसम्म रहिरहन्छ, त्यो क्यापिटल तबसम्म रहिरहन्छ। यदि कम्पनी नै कोल्याप्स भयो भने कुरा बेग्लै हो, नत्र भने त्यो क्यापिटल अनन्त अनन्त टाइम पिरियडसम्मका लागि रहन्छ भने त्यसलाई हामी कोर क्यापिटल भन्छौँ। सप्लिमेन्ट्री क्यापिटल अथवा टायर 2 क्यापिटल, क्यापिटल व्हिच हैज फिक्स्ड म्याच्युरिटी इयर इज कल्ड सप्लिमेन्ट्री क्यापिटल। यो सप्लिमेन्ट्री क्यापिटल भनेको चाहिँ केही समयका लागि फिक्स्ड म्याच्युरिटी, जस्तै 15 वर्षका लागि हो कि 20 वर्षका लागि हो कि 25 वर्षका लागि हो कि समय अवधि हुन्छ, निश्चित समय अवधि हुन्छ भने त्यसलाई हामी सप्लिमेन्ट्री क्यापिटल भनेर भन्छौँ। अब हामीले यो टायर 1 र टायर 2 क्यापिटल कहाँबाट लियौँ भन्ने कुरा हुन्छ। टायर 1 र टायर 2 क्यापिटल मैले तपाईँहरूलाई एकीकृत निर्देशिका 2082 भनेको छ। नेपाल राष्ट्र बैंक क, ख र ग वर्गका इजाजत प्राप्त संस्थाहरूलाई जारी गरिदिएको एकीकृत निर्देशन, यो नेपाल राष्ट्र बैंकमा तपाईँ जानुभयो भने पाउनुहुन्छ। यसबाट हामीले लिएको यी पोइन्ट्सहरू तपाईँका बुकमा पनि छन्। यी कुराहरूलाई तपाईँले हेर्नुभयो भने के गर्नु पाउनुहुन्छ भन्दाखेरिमा हामीले हेर्न सकिन्छ है, टायर 1 क्यापिटल र टायर 2 क्यापिटल। अब हेर्नु टायर 1 क्यापिटलमा के कुराहरू पर्यो भन्ने कुरा हुन्छ। टायर 1 क्यापिटललाई कोर क्यापिटलमा के पर्यो भन्दा पेड अफ इक्विटी सेयर क्यापिटल पर्छ, इक्विटी सेयर प्रिमियम पर्छ, पर्पोज बोनस इक्विटी रिजर्भ, स्ट्याट्युटरी जेनरल रिजर्भ, रिटेन अर्निङ पर्यो, अनअडिटेड करेन्ट इयर क्युमुलेटिभ प्रॉफिट एन्ड लस पर्यो, क्यापिटल रिजर्भ पर्यो, नन क्युमुलेटिभ फ्रेस सेयर पर्यो,
क्यापिटल एडजस्टमेन्ट रिजर्भ पर्दो रहेछ होइन, डिबेन्चर रिडम्सन रिजर्भ पर्दो रहेछ, डिभिडेन्ड इक्विटलाइजेसन रिजर्भ र अदर फी रिजर्भहरू पर्छन्। भनेपछि यसबाट फेरि के घटाउनु पर्यो त भन्दा गुडविल घटाइदिने, अनि इन्ट्रान्जेबल एसेट्स घटाइदिने, फिक्स्ड एसेट्स घटाइदिने, इन्भेस्टमेन्ट इन इक्विटी घटाइदिने। टायर 1 क्यापिटलमा यो कुरा घटाइदिइसके पछाडि बल्ल टायर 1 क्यापिटलमा आउँछ। र अब तपाईँले पकेटमा के राख्नु पर्यो भन्दाखेरिमा, दिमागमा के राख्नु पर्यो भन्दा यो बक्सलाई चाहिँ दिमागमा राख्नु पर्यो। टायर 1 मा वास्तवमा पर्ने के रहेछ, प्रफिट जति छ सबै टायर 1, सेयर जति छ सबै टायर 1, क्यापिटल जति सबै टायर 1 हुन्, ओन्ली हाइब्रिड क्यापिटल मात्रै सप्लिमेन्ट्रीमा पर्छ। क्यापिटल रिडम्सन भने पनि टायर 1, डिबेन्चर रिडम्सन रिजर्भ भने पनि टायर 1, रिजर्भ जति सबै टायर 1, अदर रिजर्भहरू फीहरू रिजर्भहरू टायर 1, क्यापिटल जति सबै टायर 1, क्यापिटल रिजर्भ सबै टायर 1, अनि प्रफिट जति सबै टायर 1। तर हाइब्रिड क्यापिटल कहाँ, सप्लिमेन्ट्री क्यापिटलमा। अनि नन रिमिडेबल हो, नन क्युमुलेटिभ अथवा नन रिमिडेबल भन्यो नो लाइफ भएका कुरा जति टायर 1 मा पर्दा रहेछन् भनेर यो कोर क्यापिटलमा यी कुराहरू पर्दा रहेछन् भने सप्लिमेन्ट्री क्यापिटलमा के पर्यो। अब सुन्नुहोस्, कोर क्यापिटलबाट यो लेस गर्नु पर्यो फेरि गुडविल, इन्ट्रान्जेबल एसेट्स, फिक्स्ड एसेट्स, इन्भेस्टमेन्ट इक्विटी चाहिँ घटाउनु पर्यो। यो कुरा चाहिँ हामीले घटाउनु पर्छ फेरि, अनि बल्ल टायर 1 क्यापिटल आउँछ। अब टायर 2 क्यापिटल आउनु पर्यो। टायर 2 क्यापिटललाई सप्लिमेन्ट्री क्यापिटल भनेको रहेछ अब क्युमुलेटिभ अथवा रिमिडेबल प्रिफरेन्स सेयर भन्न खोजेको यो लाइफ भएको कुरा जति र लस जति सप्लिमेन्ट्री क्यापिटलमा हो कि। अनि सबअर्डिनेटेड डेब्ट इन्स्ट्रुमेन्ट हाइब्रिड क्यापिटल, अरू सबै क्यापिटल टायर 1 मा, हाइब्रिड क्यापिटल मात्रै टायर 2 मा। स्टकको प्रिमियम, जेनरल लोन लस प्रोभिजनिङ लस, एक्सचेन्ज इक्विटलाइजेसन रिजर्भ, अनि इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ, एसेट्स रिजर्भ, EIA रिजर्भ। हेर्नु त EIA रिजर्भ कहाँ पर्छ, एक्सचेन्ज इक्विटलाइजेसन रिजर्भ, इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ र एसेट्स रिजर्भ। यी 3टा रिजर्भ चाहिँ यहाँ पर्छन्, अरू रिजर्भहरू यता पर्दा रहेछन् हो। यो पकेटमा जान्नु पर्यो, अनि यो जान्नु पर्यो। टायर 1 यिनीहरू हुन्, टायर 2 यिनीहरू हुन्। टायर 1 बाट यो चाहिँ के गर्नु पर्यो, घटाउनु पर्यो। मैले फेरि एकचोटि यसलाई हेरेँ, यसलाई तपाईँले स्क्रिनसट लिनुहोस्, फोटो खिच्नुहोस्, पज गर्नुहोस्, टक्क लेख्नुहोस् नोटमा सफा तरिकाले। पेड अफ इक्विटी सेयर क्यापिटल, इक्विटी सेयर प्रिमियम, प्रपोज्ड बोनस, इक्विटी रिजर्भ, स्ट्याट्युटरी जेनरल रिजर्भ, रिटेन अर्निङ, अनअडिटेड जेनरल, अनअडिटेड करेन्ट इयर क्युमुलेटिभ प्रफिट, क्यापिटल रिजर्भ, नन क्युमुलेटिभ प्रिफरेन्स सेयर होइन, क्यापिटल एडजस्टमेन्ट रिजर्भ, त्यस पछाडि डिबेन्चर रिडम्सन रिजर्भ, अनि डिभिडेन्ड इक्विलाइजेसन रिजर्भ, अदर फी रिजर्भ। यिनीहरू चाहिँ कहाँ पर्यो भन्दा टायर 1 मा पर्यो। यसबाट घटाइदिनु पर्यो गुडविल, इन्ट्रान्जेबल एसेट्स, फिक्स्ड एसेट्स, इन्भेस्टमेन्ट इन इक्विटी। त्यस पछाडि टायर 2 को लागि क्युमुलेटिभ रिडम्सन, प्रिफरेन्स सेयर, सबअर्डिनेटेड डेब्ट इन्स्ट्रुमेन्ट, हाइब्रिड क्यापिटलको इन्स्ट्रुमेन्ट, स्टक प्रिमियम, जेनरल लोन लस प्रोभिजन, एक्सचेन्ज इक्विलाइजेसन रिजर्भ, इन्भेस्टमेन्ट एडजस्टमेन्ट रिजर्भ, एसेट्स रिजर्भ जति हाम्रा के हुन् भन्दा टायर 2 हुन् भने टायर 2 को लागि लस र रिमिडेबल लाइफ छन् भने टायर 2 मा पर्दो रहेछ। टायर 1 को लागि प्रफिट सेयर क्यापिटल जति सबै हाइब्रिड क्यापिटल बाहेक र नन रिमिडेबल चाहिँ केमा पर्दो रहेछ, टायर 1 मा पर्दो रहेछ भने एट लास्ट कन्क्लुजन ऱ्यापअपमा के भन्न सकिन्छ भन्दा टायर 1 भनेको अनरको पर्मानेन्ट मनी हो, टायर 2 भनेको बरो गरेको मनी हो। टायर 1 अनर पर्मानेन्ट मनी, टायर 2 बरोवर मनी। यति कुरा बुझ्यो भने टायर 1 र टायर 2 के हुन्, कस्ता कस्ता कुराहरू टायर 1 मा, कस्ता कस्ता कुराहरू टायर 2 मा पर्छन् भन्ने कुराहरू र क्यापिटल